तपाईँलाई म बोराबाद धरानदेखि बोराबादसम्मको बाटो पनि देखाउने छु। अहिले चाहिँ हामी यो धरानबाट हिँडिसकेका छौँ। धरानबाट हामी यो बराजित जाने बाटोमा चर्दु खोलाको पुलभन्दा अगाडिबाट सिधै एउटा भित्र छिर्ने बाटो छ, जुन बाटो चाहिँ कालाबन्जार हुँदै कान्छी चोक अनि झुम्का जाने बाटो पनि हो। धेरै मान्छेले पछाडिको समयमा खेद्ने बाटो, छोटो दूरीको तर अलिकति चाहिँ अफरोड अलिक धुलो बाटो पनि छ होइन, तर छोटो बाटो चाहिँ यो हो। लगभग केही किलोमिटर चाहिँ अफरोड छ, त्यसपछि पिच आउँछ। यहाँ ठ्याक्कै पिच आइपुग्यो होइन। यो पिच आइपुगेपछि चाहिँ यो पनि आधी चाहिँ पिच आधी चाहिँ अफरोड जस्तै छ। यो चारकोसे झाडीको जङ्गल चाहिँ यो बाटो सानो तर राम्रो छ। ठुलो गाडी जस दुईवटा गाडी चाहिँ क्रस हुने नै बाटो छ होइन, त्यसलाई सानो भन्नु मिल्दैन। यो जङ्गल कटेपछि चाहिँ एउटा खोला भेटिन्छ। त्यो खोला भेटेपछि त्यो खोला क्रस भएपछि चाहिँ भलुवाचौरी समथिङ नाम त्यही होला जस्तो लाग्छ मलाई, त्यो ठाउँ आउँछ है। अहिले चाहिँ हामी यो जङ्गलको बाटो हुँदै जाँदैछौँ। साथीहरू तपाईँहरू पनि बोराबाद धरानबाट आउन चाहनुहुन्छ भने यो बाटो खेद्नुभयो भने छोटो पर्छ है यो बाटो चाहिँ। यो जङ्गलमा चाहिँ यसरी घाँस साइकलमा काटेर लाने गर्छ मान्छेले, यताको नजिकको मान्छेहरूले चाहिँ त्यसरी नै लाने गर्छ साइकलमा। सजिलो पनि हुने रहेछ साइकलमा होइन, दुई तिनजनाले बोकेर मान्छेले बोकेर लाने घाँस चाहिँ साइकलमा एकजनाले नै लान सकिन्छ। यो चाहिँ मधेसी एरिया जस्तै मधेसी भन्ने गर्छौँ हामीले चाहिँ होइन। कालाबन्जारलाई पनि हामी मधेसी भन्थ्यौँ पहिला, फुपू घर पनि यतै थियो नि त हाम्रो। अब ठ्याक्कै हामीले यो जङ्गल सक्यो, यो जङ्गल सकिने बेला। अब यो लास्ट टर्निङ जस्तो लाग्यो मलाई। हो रहेछ ए होइन, अब अलिकति बाँकी रहेछ, 2-3 मिनटको बाटो। अब चाहिँ लास्ट टर्निङ आयो। अब यहाँ चाहिँ एउटा पुल आउँछ है, सानो सर्दो खोलाको पुल आउँछ। ठ्याक्कै पुल आएन, ठ्याक्कै यो पुल क्रस गरेपछि चाहिँ एउटा यहाँ ग्राउन्ड पनि छ होइन। साथीहरू यो बाटो खेद्नुभयो भने चाहिँ छोटो पनि होला है मेरो विचारमा अरू बाटोभन्दा, र बाटो पनि सुनसान, त्यति साह्रो गाडी हिँड्दैन। यहाँ एउटा ग्राउन्ड छ होइन। अब यहाँ ठ्याक्कै एउटा चोक आइपुग्यो। यो चोकबाट दाहिने छिर्नुभयो भने चाहिँ तपाईँ नडा निस्किनुहुन्छ। हामी चाहिँ सिधै लाग्यौँ। अब यहाँ तलबाट प्रेमताल भन्ने एउटा पिकनिक स्पोट पनि छ। त्यो पिकनिक स्पोट जाने बाटो पनि यही बाटोले भेट्छ। त्यहाँदेखि चाहिँ दाहिने टर्न लिनुपर्ने हुन्छ। तर हामी चाहिँ सिधै बोराबाद हिँडेकोले गर्दा कालाबन्जारतिर निस्किन्छौँ हामी चाहिँ। त्यहाँबाट सिधै बाटो छैन, यो बाटो सिधै जानुपर्छ, कहीँ अल्मलिने ठाउँ छैन। तपाईँहरूलाई केही गाह्रो हुँदैन यो बाटो आउनुभयो भने। मान्छेले घाँस लग्दैछ साइकलमा, जङ्गलबाट आइरहेछ। अब यहाँ अलिकति कहीँ अल्मलिने बाटो छैन होइन, सबै यही बिच सरर गयो भने तपाईँ ठ्याक्कै कालाबन्जार चोक निस्किनुहुन्छ है। घाम टल्केकोले गर्दा भिडियो पनि राम्रो आइरहेको छैन, मधुरो आइरहेछ आज। बजार राम्रो व्यवस्थित भइसकेको छ होइन। यो चाहिँ पुरानो पहिला हामी केटाकेटी हुँदा चाहिँ यहाँ बजार लाग्थ्यो। अब यहाँदेखि ठ्याक्कै राइट मोड्यो, अलिकति राइट मोडेपछि त्यहाँ कालाबन्जार चोक आउँछ। ठ्याक्कै कालाबन्जार चोक यहाँ भयो है। घरहरू त ठुल्ठुलो बनिसकेको छ बाटो, यो बाटोमा जग्गा पनि महँगो भइसकेको होला।
दाजुले कुदाउलिराख्नुहोस्, अगाडि गफ गर्दै गइराख्नु, फुपूहरू पछाडि, दिदीहरू डेमाहरू पछाडि अब कालोबजार चोक निस्क्यौँ हामी। अब यहाँबाट राइटबाट जाँदा नडा निस्किन्छ होइन, लेफ्ट जाँदा हामी इटहरी कान्छी चोक पश्चिम जाने गाडी बाटो निस्किन्छ। तर हामी चाहिँ सिधै यहाँबाट लाग्यौँ। यहाँबाट सिधै लाग्दा चाहिँ हामी बाङ्गे पुगिन्छ है, मेन भनेको बाङ्गे हो। बाङ्गे पुगेपछि त त्यहाँदेखि थाहा हुन्छ अब बोराबाद जाने बाटो पनि लोकेसन पनि त्यहाँ देखाएको होला, कता सोधपुछ गरेर हामी जानेछौँ। त्यहाँबाट चाहिँ हामी चाहिँ अब बाङ्गेतिर लाग्यौँ। यताबाट आउँदा पनि बाटो अल्मलिने ठाउँ छैन होइन, मैले तपाईँलाई योभन्दा अगाडि पनि लोकेसन दिइसकेँ, कालाबजार चोकबाट कता जानुपर्छ भनेर होइन। अब यो सफारी अगाडि बढिरहेछ, हामीभन्दा अगाडि छ। अब कि 10 मिनट जस्तोमा हामी बाङ्गे पुगिहाल्छौँ। 10-15 मिनट धेरै भनेको। बाटो राम्रो छ, पिचे छ, वरिपरि खुल्ला ठाउँ छ, राम्रो देखिन्छ। अब बाटो हिँड्दा नै आनन्द आउने खालको ठाउँ छ। अब टक्क सर जाने बित्तिकै बाङ्गे बजार आइपुग्छ। बाङ्गे बजार आइपुगेपछि त त्यहाँदेखि कता जाने भनेर अब त्यहाँ लोकेसन दिएको छ भने ठिकै छ, नत्र हामी सोधौँला। त्यहाँ बजारमा कोही न कोहीले भइदिइहाल्छ, मान्छे जो पनि भेटिन्छ। यतातिर चाहिँ साइकलमा धेरै चलाउँछ क्या, अनि मलाई चाहिँ डर लाग्छ यो बाटोमा कुदाउनु, किनभने साइकल कति र कहाँबाट फुत्ता निस्किन्छ टुङ्गै आउँदैन। आफू सुरुमा हिँडिरहेको बेला साइकल आयो त्यही भने तनाव हुन्छ। त्यही भएर मलाई चाहिँ अब चाहिँ हामी बाङ्गे बजार आइपुग्यौँ। यो चाहिँ बाङ्गे बजारै, यहाँबाट राइट जाँदा पनि फेरि नडा आइपुग्छ। अब यहाँबाट चाहिँ सिधै हामी गयौँ। आज हटिया जस्तो छ, शनिबारको हटिया लागिरहेछ जस्तो, पुरै मान्छे भिड छ। वरिपरि दोकान थामेको छ है, रोड वरिपरि, दाहिने साइड देब्रे साइड बजार आइपुग्यो। पुरा बजार लागिरहेछ शनिबार, जाम भइहाल्छ। बजार गएपछि बाटो सानो छ, यो बाटो नछोडी हामी ओह्रालो लाग्यो। जाम छ पुरै, सब्जी, लुगा कपडा सब बेचिरहेछ। साइकलको ब्याग, मधेसको मेन भनेको साइकल हो। अब यहाँदेखि चाहिँ दाहिने मोड्नु पर्ने जस्तो छ है। यहाँ एउटा बाटो ठ्याक्कै अब दाहिने हामी मोड्यौँ, त्यहाँबाट लेफ्ट दाहिने यहाँ बजार लागिरहेछ। यो भित्ता छिर्ने बाटोमा पनि चाहिँ हामी बोराबादतिर लाग्यौँ। बाङ्गेदेखि छुट्टिने रहेछ। यहाँ पुरै बजार, चप्पल जुत्ता सब बेचिरहेको रहेछ। यहाँ पुरै पिच ठिकै छ, पिच बाटो यहाँदेखि चाहिँ राम्रै छ। ल्या दिदी कहाँबाट ठोकिनु आइपुग्नु। अब हामी पुरै सिधै दाहिने मोडेपछि सिधै गइरहेछौँ। अब यो पिच त पुरै छैन होला, अब अफरोड आउँछ जस्तो लाग्यो मलाई होइन, किनभने कोसीमै पुग्नु छ नि त हामी त, सप्त कोसीमै। सिधै बाटो कतै अल्मलिने बाटो रहेनछ है। जुन ठुलो बाटो त्यही बाटो चाहिँ रेगु सरासँग गयो भने कतै अल्मलिने ठाउँ छैन, सिधै रहेछ बाटो। अब चाहिँ अफरोड आइपुग्यो फेरि। अब यो अफरोड चाहिँ पुरै सप्तकोशीसम्म, बोराबादसम्म अफरोड छ जस्तो लाग्यो मलाई चाहिँ। अफरोडै अफरोड छ होइन, बाटो अल्मलिने ठाउँ छैन। अब यहाँ एउटा चोकमा चाहिँ अल्मलिने ठाउँ रहेछ योभन्दा अगाडि होइन, त्यो चोकमा अल्मलेपछि कतै अल्मलिने ठाउँ छैन। त्यहाँबाट पनि राइट टर्नै लिनुपर्ने रहेछ। त्यो राइट टर्न लिइसकेपछि कतै अल्मलिने ठाउँ छैन।
सिधै यही यहाँ पनि एउटा राइट टर्न लियो ठक्क राइटै टर्न रहेछ चोकबाट पनि होइन। अब चाहिँ आइपुगेँ जस्तो लाग्यो है मलाई। मान्छे किन चहल पहल बाइकहरू धेरै निस्किन थाल्यो नि त। करोड चाहिँ अन्तिमसम्म समय रहेछ। ए अझै रहेछ नि कहाँ आइपुग्नु। पुरै बारी खेतबारीहरू देखिरहेछ। हामी त अन्तिम पुग्ने भनेको त पोखरदेखि र पऱ्यो नि त। म्याजिक गाडीहरू फर्किँदैछ पुरै डल्लो सानो रहेनछ। घाम टल्केर फेरि त्यो ठुलो घाम देखिरहेछ नि। गाडीहरू पनि पुरै प्याक रहेछ आज पुरै प्याक जस्तो लाग्यो आज। बोराभात चाहिँ तोलो पनि राम्रै होला। आम्मामा गाडीहरू बल्ल हामी अब चाहिँ बोराभात आइपुगे जस्तो लाग्यो। किनभने पार्किङहरू पुरै राखिरहेछ होइन। सफारी टेम्पो गाडीहरू पनि अब जाम हुन थाल्यो। बाइकहरू फर्किँदैछ। बाइकमा चाहिँ आउनु नसकिने रहेछ। तर हामी नेपालीहरूको त विडम्बना बाइकमा नआइकन त हामीलाई सम्भवै हुँदैन। गाडी सबैसँग हुँदैन होइन। अब दुईजना आउनु पऱ्यो भने गाडी रिजर्भ गरेर आउने कुरा पनि भएन। अलिक टाढोबाट त बाइकमै आउने हो नि त हामी। ट्राफिकहरूलाई पनि खटाएको रहेछ नगर प्रहरी पनि रहेछ। चाहिँ हामी फाइनल्ली बोराभात आइपुगे जस्तो लाग्यो है। यो चाहिँ बोराभात नै हो। गाडीहरू पुरै फर्किँदैछ। म्याजिक गाडी प्राइभेट गाडी सफारी टेम्पोहरू साइडमा राखेको छ होइन। अब चाहिँ डेस्टिनेसन आइपुग्यौँ हामी बोराभात।